साथीहरु नमस्कार। आउनुस् यो भिडियोमा हामी क्रिकेट सम्बन्धी केही कुराहरू गरौं र तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब गरी बेल आइकनमा थिच्नुहोला। आईसीसी अन्डर 19 विश्वकप एसिया छनौटमा नेपाल अफगानिस्तान बीचको खेल रद्द भएको छ। खेल रद्द भएसँगै नेपालले U19 विश्वकपमा पुग्ने अवसर गुमाएको छ। आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्नका लागि नेपाललाई अवसर थियो। विगत केही दिनदेखि भएको वर्षाका कारण मैदान भिजेकाले खेल रद्द भएको हो। मुलपानी क्रिकेट मैदानमा छनौट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान 9:30 बजे हुने तय थियो, तर बिहानै वर्षा भएपछि निर्धारित समयमा खेल सुरु हुन सकेन। वर्षा रोकिए पनि मैदान चिसो भएकाले दिउँसो 2 बजेसम्म खेलको प्रतीक्षा गरिरहेका थियो। यद्यपि घाम नलागेपछि मैदान सुक्न नपाउँदा खेल नै रद्द गरिएको हो। प्रतियोगितामा अफगानिस्तान र नेपाल दुवैले UAE, हङकङ र ओमनलाई पराजित गरेका थिए। दुवै टोलीले 3-3 खेल जिते पनि रन रेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा थियो। खेल रद्द भएपछि शीर्ष स्थानमा कायम रहँदै अफगानिस्तानले विश्वकपमा स्थान सुरक्षित गरेको छ भने नेपालले 9औं पटक विश्वकप खेल्न सक्ने अवसर गुमाएको छ। 5 देश सम्मिलित एसिया छनौटबाट एउटा देश मात्रै विश्वकपमा पुग्ने नियम छ। आईसीसी अन्डर 19 विश्वकप आगामी वर्ष जिम्बाब्वेमा हुँदैछ। धन्यवाद।